यो कथा कुनै सिपाहीको होइन न त कुनै नेताको। यो कथा हो एउटा ठूलो युद्धको चपेटामा परेको एक निर्दोष व्यक्तिको। सुरुङको अन्ध्यारोमा हराएको त्यो अपरिचित अनुहार जसको नाम हो बिपिन जोशी। उसको कथाले हामीलाई द्वन्द्वको मानवीय मूल्यबारे एकपटक फेरि सोच्न बाध्य बनाउँछ। यो प्रश्न यो कुनै लेखकले लेखेको होइन। यो आवाज हो बिपिन जोशीकी बहिनी पुष्पाको। आफ्नो दाइ अपहरणमा परेको लगभग 2 वर्षपछि तेल अभिवको मुटुबाट उनले यो मार्मिक प्रश्न गरेकी थिइन्। यो एउटा प्रश्नमा एउटा परिवारको अनन्त पीडा र नटुङ्गिएको आशा लुकेको छ। तर प्रश्न उठ्छ, नेपालको एउटा साधारण विद्यार्थी आखिर यो भयावह अवस्थामा कसरी आइपुग्यो त? आउनुहोस् यो कथाको सुरुवात र त्यो दुर्भाग्यपूर्ण दिनको घटनाक्रमलाई अनि नजिकबाट हेरौँ। नाम बिपिन जोशी, उमेर मात्र 24 वर्ष। नेपालको कञ्चनपुरबाट आफ्नो परिवार र देशका लागि केही गर्ने ठूलो सपना बोकेर उनी इजरायल पुगेका थिए। त्यहाँको सिक र कमाउ कार्यक्रम अन्तर्गत कृषि अध्ययन गर्न। तर विडम्बना हेर्नुहोस्, उनको त्यो सपनाको यात्रा सुरु भएको जम्मी 3 हप्ता मात्रै भएको थियो। त्यो दिन थियो अक्टोबर 7, 2023। बिहानै उनीहरू बसेको ठाउँमा हमासले आक्रमण गर्यो। सबैजना ज्यान जोगाउन एउटा बङ्करमा लुकेका थिए। त्यति नै बेला आतंकवादीहरूले भित्र ग्रेनेड फाले। त्यो सङ्कटको घडीमा बिपिनले आफ्नो ज्यानको पर्वाह नगरी एउटा ग्रेनेड बाहिर फाले र अरू धेरैको ज्यान बचाए। तर उनी आफै घाइते भएर अपहरणमा परे। त्यो क्रूर आक्रमणमा 10 जना अरू नेपाली विद्यार्थीले ज्यान गुमाए। बिपिनलाई अन्तिम पटक सोही दिन गाजाको एक अस्पतालमा जीवितै देखिएको थियो एउटा सीसीटीभी फुटेजमा। त्यो घटनापछि सुरु भयो एउटा परिवारको लडाईँ, र त्यो लडाईँ नेपालको सीमामा मात्र सीमित रहेन, यो विश्वव्यापी मञ्चसम्म पुग्यो। सोच्नुहोस् त, बिपिनकी आमा पद्मा र बहिनी पुष्पा, उनीहरूले आफ्नो पीडालाई शक्तिमा बदले। नेपालबाट हजारौं किलोमिटर टाढा इजरायल पुगे। त्यहाँ हजारौंको र्यालीलाई सम्बोधन गरे। इजरायली राष्ट्रपति लगायत शीर्ष नेताहरूसँग भेटे। उनीहरूको एउटै माग थियो, आफ्नो छोरा, आफ्नो दाजुको सकुशल रिहाई। उनीहरूको पीडा आमाको यो एउटै वाक्यमा झल्किन्छ, लामो समय भयो मेरो छोराको कुनै खबर छैन, उसको आवाज समेत सुनेकी छैन। परिवारको प्रयास त छँदै थियो, तर सँगसँगै कूटनीतिक स्तरमा पनि ठूलै पहल भयो। नेपालले संयुक्त राष्ट्र सङ्घको मञ्चदेखि लिएर मध्यस्थताका लागि कतार, टर्की र इजिप्टसम्म सहयोगको लागि अनुरोध गर्यो। यता इजरायली सरकारले पनि बिपिनलाई आफ्नै नागरिक जस्तै मानेर उनको रिहाईका लागि पूर्ण प्रतिबद्धता देखायो। तर बिपिनको यो कथाले एउटा अर्को महत्त्वपूर्ण पाटोलाई पनि उजागर गर्छ। त्यो हो इजरायली बाहेक अरू विदेशी बन्धकहरूको अवस्था र उनीहरूले सामना गरिरहेको फरक र जटिल परिस्थिति। विदेशी बन्धकहरूको सङ्घर्ष किन फरक र अझ कठिन हुन्छ? यसका केही कारण छन्। उनीहरूका परिवार हजारौं माइल टाढा हुन्छन्, जसले गर्दा उनीहरूको आवाज र दबाव कमजोर हुन्छ। उनीहरूको मुद्दा राष्ट्रिय बहसको केन्द्रमा त्यति पर्दैन र रिहाईको प्रक्रिया जटिल कूटनीतिक च्यानलहरूमा अल्झिन्छ। अझ कैदमा भाषा नबुझ्दा उनीहरूले थप दुर्व्यवहार भोग्नु परेको रिपोर्टहरू पनि छन्। सबै प्रयासका बावजुद आजको दिनसम्म पनि बिपिनसहित 5 जना विदेशी नागरिक हमासको कैदमा छन्। अनि दुःखको कुरा, तीमध्ये 3 जनाको हत्या भइसकेको विश्वास गरिन्छ। यो सानो देखिने सङ्ख्याले प्रत्येक व्यक्तिको पछाडि लुकेको ठूलो मानवीय त्रासदीलाई देखाउँछ। र हालसालै यो कथामा एउटा नयाँ र निकै चिन्ताजनक मोड आएको छ। यो हो हमासले प्रयोग गरेको एउटा मनोवैज्ञानिक दाउपेच, जसलाई विदाई तस्बिर भनिन्छ। तर के हो त यो विदाई तस्बिर? यो शब्दले वास्तवमा कस्तो अर्थ बोक्छ? विदाई तस्बिर, यो शब्द सुन्दा जति चिसो लाग्छ, यसको अर्थ त्यो भन्दा पनि डरलाग्दो छ। यो वास्तवमा एउटा मनोवैज्ञानिक हतियार हो। यसको उद्देश्य बन्धकका परिवारलाई मानसिक रूपमा तोड्न र सरकारमाथि दबाव बढाउनु हो। उनीहरूको भाग्यबारे डर र अनिश्चितता पैदा गर्नु हो। यो शब्द पहिलो पटक सन् 1986 मा बेपत्ता भएका इजरायली पाइलट रोन अराटको सन्दर्भमा प्रयोग भएको थियो, जसको नियति आजसम्म पनि रहस्य नै छ। अनि दुःखको कुरा के छ भने हालै सेप्टेम्बर 2025 मा हमासले जुन विदाई तस्बिर सार्वजनिक गर्यो, त्यसमा बिपिन जोशीलाई पनि देखाइएको थियो। यो कदमले उनको परिवार र संसारभरका शुभचिन्तकहरूको मनमा रहेको आशाको सानो किरणलाई पनि अनिश्चितताको बादलले ढाकिदिएको छ। बिपिन जोशीको कथाले हामी सबैको अगाडि एउटा आधारभूत तर निकै जटिल प्रश्न छोडेर जान्छ। जब 2 देश वा शक्तिहरू बीच युद्ध हुन्छ,
तब बीचमा परेको त्यो निर्दोष र अपरिचित व्यक्तिको जिम्मेवारी कसले लिन्छ? यो एउटा यस्तो प्रश्न हो जसको उत्तर नखोजेसम्म विपिन जस्ता अनगिन्ती कथाहरू सायद दोहोरिरहनेछन्।